सम्पूर्णमा नमस्कार। अटिजम भएका बच्चाहरूको लागि टोयलेट ट्रेनिङ धेरै नै आवश्यक हुन्छ। आज म तपाईहरुको लागि टोयलेट ट्रेनिङका लागि प्रयोग हुने संकेतको बारेमा छोटो जानकारी लिएर आएकी छु। टोयलेट जान्छु संकेत: हातले पेट वा प्राइभेट पार्टतिर देखाउने, दुई खुट्टा जोडेर हल्का हल्लिने। यसले बच्चालाई मलाई टोयलेट जानु छ भन्न सहयोग गर्छ। पटी पी संकेत: सानो बच्चालाई सजिलो बनाउन दुई औंला तलतिर देखाउने पी, मुट्ठी बनाएर बस्ने एक्सन पटी। जेस्चर प्रयोग गर्नु धेरै नै इम्पोर्टेन्ट हुन्छ। भिजुअल कार्ड पिक्चर साइन: टोयलेटको पिक्चर भएको कार्ड देखाउने। बच्चाले कार्ड देखाएर रिक्वेस्ट गर्न सक्छ। नन भर्बल बच्चाको लागि यो धेरै नै इम्पोर्टेन्ट हुन्छ। टोयलेट जाउँ संकेत: केयर गिभर प्यारेन्ट्सहरूले बच्चाको हात समाएर बाथरुमतिर देखाउने। सेड्युलमा पिक्चर टोयलेटको पिक्चर देखाउने। यसले रुटिन बनाउन सहयोग गर्छ। कसरी सिकाउने: रुटिन बनाउने, प्रत्येक 1-2 घण्टामा टोयलेट लैजाने, एउटै संकेत बारम्बार प्रयोग गर्ने। प्रोमोट र रिपिट: बच्चाले संकेत नगरे पनि तपाईले संकेत देखाएर प्रोमोट गर्नुहोस्। बारम्बार प्र्याक्टिस गराउनुहोस्। पुरस्कार दिनुहोस्: सही संकेत गरेपछि प्रेज, स्याबासी, सानो रिवार्ड जस्तै हग, क्ल्याप, उसलाई मनपर्ने खानेकुराहरू खान दिनुहोस्। कन्सिस्टेन्सी: सबै केयरगिभर, आमा, बुवा, टिचरले सही संकेत प्रयोग गर्नुपर्छ। एक्स्ट्रा टिप्समा फर्स्ट देन रणनीति प्रयोग गर्न सकिन्छ। फर्स्टमा टोयलेट, त्यसपछि प्ले। भिजुअल सेड्युल बनाउनुहोस्। लुज कपडा लगाइदिनुहोस्। धन्यवाद।